콘지 단데 보고 듄주 자주 다보게 유스기도 납자직 주요. 제마 상마 캔리기. 나 주마 그런지 보고 상무티 용이 있어. 경험 실제가. 조금 전전에 캠보에 아니 조금 전전에 게 가서 고수교이라 아니 조금 전전에 민다게 체데 간에 접선 라마 소버를 지금 남겨래 아니 게 초조라 네 딱바 빼서 치게라 쇼게 건다 아니 디나는 빼서 장에 기른 페이지 저스터디라 두개 등게스 타고 있어래 아니 콩 넘버서 아니 번면서 깨물면 이게 공개 실제 제 저도 니마 코라네 콘저스나 섬로 있다 굴롱 이제 유디 아니 콘저 디스는 국가 상부터는 델레네 콘저가 안 제가 처음에 콘저 레레 아니 기른 망세다 열무카즈네 먹고 싶어요 다망다 샤르바다 내레 망제 히말라야 리규레다 장가 레겐즈라 아니 제가 달로디나랑 아주 미 죽지레니 क्या अन खोज क्या जगह रहने पे मसेस गाबो पे छुंशा थांदा पतो क्या सुंज थारिंग बो ने मसे वांगलोंग दे थोब ग थारिंग मन मसे क्या छावा दे रामन्यु दे खोज नमा खरन लोमंगबो ने देबा दागारा छ दे क्या छावा ज राना ठिंग दे छावा दे राने खोज पे मसे गाबो छुंशा लास नसो तसिदिले म चाहिँ हेटौडा मकनपुरबाट आज चाहिँ गुरुको घेवारीपुरजीको दर्शन गर्न पाउँदा चाहिँ धेरै खुसी लागेको छ साक्षर फाफाचेङ ऋषि भन्छ नि फाफाचेङ ऋषिको दर्शन पाएको जस्तो भइरहेछ धेरै खुसी लागेको छ आफूलाई भाग्यमानी ठानेर छु एकदम खुसी लागिरहेछ धेरै अफ कोर्स अब मुस्किलले पाउँछ नि त हामी आउनलाई मुस्किलले पाउँछ आउन पाइराख्दैन त्यसैले चाहिँ धेरै खुसीको आँसु पनि हो हैन नमस्कार लसो टसिटले म चाहिँ नेपाल धादिङबाट चाहिँ यहाँ इन्डियामा धेरै खुसी भयो धेरै त्यो भयो यो चाहिँ खुसीको आँसु हो मेरो यति भन्दै मेरो भनाइ यही टुङ्गाउँछु धन्यवाद हाम्रो शान्ति पाउन हामी धेरै खुसी मैले चाहिँ जुन जीवनमै सोचेको थिएन हैन उहाँको जुन प्रत्यक्ष जुन बाहुलीबाट दर्शन पाउँदाखेरि एकदम खुसी लागेको छु अब जीवनमा केही परिवर्तन गर्नुपर्छ भन्ने मैले एकदमै सोचेको छु हैन एकदमै रमाइलो एकदम खुसी लागेको छ मलाई टसिदेले म योल्मुबाट आएको यो उहाँहरू सबै योल्मुहरू हुनुहुन्छ अनि हामी यति हिसुनुलाई दर्शन पाएर एकदमै भावुक पनि भएँ खुसी पनि भयो अनि उहाँको दर्शन पाउनु भनेको चिङ्ग्रीजी भगवान लाइभ नै हामीले दर्शन पाएको हामीले महसुस गरेको छौँ है अनि अब हामी त के भन्ने यो दलाई लामाको बारेमा हामीले प्रशंसा गरेर पनि साध्य छैन हाम्रो कुनै एउटा शब्द पनि छैन त्यो भन्नु पर्दाखेरि अनि उहाँको चाहिँ जति आयु लामो भयो हाम्रो लागि हाम्रो यो मानव जाति संसारको लागि हाम्रो एकदमै खुसीको कुरा हो उहाँको फलोअर चाहिँ हामी हौँ र हामी अर्को जन्ममा पनि हामी कणबाट हामीले उहाँलाई एकदम प्रार्थना गरेको छौँ हिजो संस्थानले हामीलाई चाहिँ अत्यन्तै मायाका साथ चाहिँ हेर्नुभयो र उहाँले हामीलाई आशीर्वाद दिनुभयो यो हाम्रो लागि ठुलो उपलब्धि हो भनेर हामीले सोचेका छौँ